अब केपी पनि ठिकै हो पहिले होइन, अबको उसमा चाहिँ युवाको अहिलेको उसमा हेर्नु पर्दा चाहिँ हामी बालन सर नै पुरानालाई अलिकति बहिष्कार गरेर नयाँलाई फेरौँ कि भन्ने जस्तो पनि अनुभव चाहिँ छ। अब केमा हाल्ने त्यतिखेरै थाहा हुन्छ, अहिले त भन्नु हुँदैन, कसैको चित्त दुखाउनु हुँदैन। टक्कर दिने चाहिँ आएकै मान्छे हो यहाँनिर होइन, हामी भने अरू आएको भए टक्कर दिन सक्दैनथे। बालन यसपालि अब हेर्नु पर्यो, बालन शाह पनि गरिबको दुखीको लागि के गर्नुहुन्छ। एउटाले मात्रै गरेर हुनेवाला छैन यो। हामीले जनता एक ढिका भयौँ भनेदेखि अब पल्टेर अब नयाँ पिँढीहरूले केही गर्छन् भन्ने आशा त सबैलाई छ। अहिले फर्स्ट भोट हो यो मेरो चाहिँ, म चाहिँ बालन शाहलाई नै हाल्ने हो। सबै थोक गर्ने, हामी भत्ता दिने, हामी के दिने, हामी भन्छन् 4 आना भत्ता दिन्छन्, 12 आना हामीबाटै लुट्छन्। अब त्यो भत्ता लुटेको चाहिँ विदेशतिर लगेर थुपार्छन्। अहिले चाहिँ अब हामीले यहाँ सरस्वती देख्दा गौरवमा अहिले चाहिँ अब केपी शर्मा ओलीकै राम्रो देखिन्छ। बालन शाहले यहाँ त जित्नुहुन्न होला। गाउँको मुखिया र देशको देवता मिल्दैन, जनप्रतिनिधिहरू पार्टी नेताहरू शासक नभएर शोषक भएका छौँ। नमस्कार, अहिले हामी झापाको दमकमा छौँ। आसन्न प्रतिनिधि सभाको निर्वाचनका कारण यो क्षेत्रको माहौल तातेको छ। मैदान उही छ, मतदाता केही थपिएका छन्, तर झापा क्षेत्र नम्बर 5 को यो पटकको चुनावी सरगर्मी बढेको छ। यो क्षेत्रमा एकातिर संसदीय राजनीतिका चतुर खेलाडी तथा पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली उम्मेद्वार हुनुहुन्छ भने अर्कोतर्फ सिस्टम बदल्ने हुटुटी बोकेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह विरासत जोगाउने चुनौती र परिवर्तनको लहरले गर्दा यो क्षेत्रको चुनावी माहौल तातेको छ। आखिर के चाहन्छन् त यो क्षेत्रका मतदाता? हामीले झापा क्षेत्र नम्बर 5 का मतदातासँग बुझ्ने प्रयास गरेका छौँ।